अलिक यता अहिलेको भाइको अक्षता भेटियो के एकछिन बस्नु ल एउटा नि हजुर इन्टरभ्यू राम्रो दिनु ल यहाँ आउँदैछ साथी यता आउनु त आमा हिँड्नु त यता मलाई यता हेर्नु न यता लेफ्ट राइट आमा लेफ्ट राइट अब तगडा हुन्छ आमा ल निगोने मन छ कि छैन निगोने मन छ पक्का छ भन्नु पर्यो नि छ कि छैन छ भन्नु न अलिक साह्रो छ कसिएर हौ मेरो कान सुनेको छुइनँ छ भन्दा छ भन्नुपर्छ छ ठ्याङ ठ्याङ हिँड्ने मन छ त्यसरी उता हिँड्नु यता 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 हिँड्नु उता फर्किनु उता फर्किनु उता फर्किनु लु हिँड्नु आमा ल टुइटी हिँड्नु ल ल अब उहाँलाई अलिक साह्रो छ है एकैछिन ल यो उहाँलाई हेरिदिइहाल्छु ल यहाँ आमालाई आमालाई लिएर जानु कि अनि नानी 2 बट्टा दबाई लगेर मालिस मजाले गर्नु त्यतिले पुग्छ ल मजाले गर्नु है मालिस आमा टुइटी हिँड्नु है आमा ल ए आमा आमालाई यहाँ बाहिर हिँडाउनु टुइटी हिँडाउनु बाहिर हिँडाउनु न आमालाई टुइटी हिँडाउनु त हुन्छ हिँड्दैन यहाँ बाहिर यहाँ हिँडाउनु क्या आमालाई टुइटी हिँडाउनु टुइ हिँडाउनु आमालाई ल तपाईँले चाहिँ यहाँ टिकट लिएर बस्छ त्यहाँ बुझ्ने होइन त्यहाँ उयो आमालाई चाहिँ लिएर आउनु यहाँ एकछिन यस्तो छ के एकछिन तपाईँले अहिले एकदिन वहीँ बस्दै गर्नु न अहिले एकछिन कमसेकम अहिले उसलाई दिउँ न इम्पोर्टेन्टलाई ल कमसेकम बिमारीहरू बोकेर ल्याएको लागि हेर्नु न त अहिले बस्दै गर्नु न बस्दै गर्नु न टेन्सन नलिनु भइहाल्छ ल निको भइहाल्छ कस्तो उहाँको हो यो टिकट ल ल त्यसपछि अरू बस्दै गर्नुहोस् खोलेर त्यहाँ हाल्नु 26 कसको पो आएको थियो वहीँ थियो 26 मा गयो च्यात दिनुहोस् अहिले एउटा दियो नि अहिले उहाँको त आउनु दिइसकेको छ उहाँको नि हजुर उहाँको नि दिइसकेको छ मैले टिकट 32 नम्बर ठिक हुन्छ आमा ल अलिक दैव शक्ति भएको पऱ्यो क्या आमा त्यही भएर नि यो बिस्कुट खानु भएन आमा है भोलेनाथको कृपा भोलेनाथलाई सम्झिनु पऱ्यो अरे ल एकछिन बस्छ सर म त ढाड दुख्यो कि हुन्थ्यो हेर्नु त आमा यहाँ के गर्दैछ यो हो त्यही मलाई मलाई चाहिँ अलिक समस्या छ टाढा बाहिर राखिदिनु आमा यहाँ कतिवटा छ घामतिर यसो हात उठाउनु त्यहाँ बसेर हात यसो उठाउनु त्यहाँ कति अझै अल्गाउ गर्नु त आमा कतिवटा छ त्यहाँ हेर्नु त 5वटा अझै पछाडि जानु अलिक पछाडि घटाउनु न अरूलाई घटाउनु न अलिक घटाउनु न ल कतिवटा छ भएन त्यो त्यसरी ल हो लु कतिवटा छ हेर्नु त 4वटा अझै पछाडि जानु पर्यो कतिवटा छ अझै अलिक सजिलो यता यता अझै त्यसरी ल हेर्नु त आमा अलि यसो फारक गरे फारक लु अब हेर्नु त आमा 3टा पास आमा त्यतिको टाढो देखेपछि पास भइहाल्यो
तर मालिस चाहिँ साह्रै गर्नु पऱ्यो रहेछ आमालाई दबाई जुन यहाँ पाउँछ दबाई त्यो अरू दबाई नलाउनु यहाँ जुन पाउँछ त्यो दबाई ढाडी सर्लक खुट्टासम्म 15 दिन मालिस गरेपछि आमा एकछिन पख्नु बिरामी भेट्न त्यस्तो बिमारीहरूले गर्नु पऱ्यो पख्नु न हिँड्नु मन हिँड्नु मन छ ए अब पास यसो गर्नु न तपाईँलाई क्या अस्ति ल्याउनु पर्दैन किन एकछिन बस्नु न घाम ताप्नु न ए अब मालिस गरेर थालेपछि मजाले गरिदिनु छोरा मजाले मालिस गरिदिने आमा टुई टुइन्छ ल अब हुन्छ आमाले टेन्सन नलिनु दुःख पायो अब दुख्दैन अब त्यो मालिस लगाउनु थाल्छ हावा क्या हावा भन्छ कि त्यसलाई हावा सुई हावा लागेको हुन्छ कि त्यो हावाले घरिघरि दुःख दिन्छ अब दुःख सुख सब क्लास मालिस चाहिँ गर्नु पर्यो ल सके 3 चोटि 4 चोटि नभए दिनमा 3 चोटि चाहिँ थोरैमा पनि गर्नुभयो भने 15 दिनमा तपाईँले नभए तपाईँको म्याडम हुनुहुन्छ नि होइन उहाँले चाहिँ गर्नुहुन्छ बुहारी ए लु बुहारी हानिदिनु पर्यो छोराबारीको नाम के छ चिनाको नाम सुदीप कि बोलाउने एकबहादुर उता किरण मान्छे त ठुल्ठुलै हुने मान्छे नि तर बुढाले टिभी टाढो बनाएको छ नि त उता हो उता नातिनी कता छ घरमै होला नानी यहाँ आऊ यहाँ आशीर्वाद दिनलाई ला यो लाखा पानी कान्छा आऊ बाबा पानी 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 खानु पानी त्यो बोतल नि मिसाइदिनु त्यो बोतल नि यो नातिनी आमा निको हुन्छ टेन्सन नलिनु यस्तो चटे हुन्छ के नाम छ यो नातिनी हजुर चिनाको नाम के हो ठिक छ यो मान्छे एकदम लक्की ठुलो मान्छे यो मान्छे ठुलो मान्छे यो एक बाटै हुन्छ यो कि एकदम बच्चाले के कति वर्ष पुग्यो त्यो पानी बच्चाले एकदम केयर गर्नुहोस् है तपाईँ राम्रो एकदमै खुल्ला छ क्या चलाएको 10 विचारमा फर्केर राम्रो छ यो एक ग्रेड छ राम्रो छ आमा भाग्यमानी छ नाम के छ अनि उसको चाहिँ के हो ए भनेपछि एउटै नाम कति वर्षको छ ठिक छ भाग्यमानी छ नाति त दुइटै सेम ठिक छ आफ्नो ठिक छ अब टेन्सन नलिनु राम्रो रहेछ राम्रो छ राम्रो पास टेन्सन नलिनु ल टेन्सन नलिनु ल अब हिँड्दै जानु अब ए 20 हिँड्नु लु उठो त जय शङ्कर शम्भु भोलेनाथ जिउ पनि भारी पहिल्यैदेखि धेरै पो भएको रहेछ त पहिल्यैदेखि भाग्नु चाहिँ 5-6 वर्षै भइसक्यो जिउसँग 4 भारी महिनामा अलिक उक्लियो यो होइन भारी भइरहेछ जिउ तल माथि नगरे त 5-6 वर्ष पनि भइसक्यो भारी पो भन्छ यहाँ यसो गर्दाखेरि थाहा छ नि त लु उठ आमा उठ्नु त जय शङ्कर लु उठाउनु उठाउनु उड्न सक्नुहुन्न अनि क्या खोर्सानी खोर्सानीमा अब मजाले मालिस गर्नु कि 31 दिनदेखि 45 दिन मजाले मालिस गरेर ड्युटी हिँड्छ आमा सुन्नु आमा ड्युटी हिँड्ने हुन्छ ल बस्दै गर्नु उता फर्केर हिँड्नु त आमा अब सक्नुहुन्छ कि सक्नुहुन्न आफै टुई हिँड्नु त हुन्छ कि हुँदा त अब यहाँ त अप्ठ्यारो छ बाहिर लगेर अलिकति ट्राई गर्नु ल आमालाई ल थोरै ट्राई गर्नु अनि मालिस नि मालिस चाहिँ मजाले गर्यो भने आमा ल यस्तो पछाडि पास आमा पास ल पास आमा पास अब गुरु त्यो कतिवटा मालिस है त्यहाँ
हजुर कतिवटा ल्यान्डमार्क छ उहाँको? दुईटाले पुगिहाल्छ कापी हजुर हजुर भ्युटाहरू भ्युटालाई बनाएको छ नि नयाँ ठुलो भ्युटा तपाईँ त उहाँ निस्कियो यो पछि एउटा सर्केज बस्ने चाहिँ एकछिन यो हो यो यतापट्टि छ नि त्यहाँ उता पाथी देब्रेपट्टि छैन ठुलो बनाएको आदि रत्न पार्कमा पुग्नु परेन यो कुन ठाउँ भन्छ 28 नम्बरको वडा कार्यालय अगाडि भन्नु न 28 नम्बर वडा कार्यालय अगाडि 28 नम्बर वडा कार्यालय अगाडि वडा बाहिर चाहिँ हिँडाउनु बाहिर चाहिँ यहाँ अगाडि अरे यार यही हो त हौ त्यो भनिदिनु कहाँनिर भन्ने कुरा हाम्रो पत्रकार हो हजुर सर यहाँ कहाँनिर भन्नु तपाईँ यो हाम्रो रत्नगरको यता त फलामे पुल छैन यो त तपाईँको फ्लाइओभर माथि फ्लाङको पुल त्यसपछि यतापट्टि लेफ्ट साइडको यो ठुलो बिल्डिङ बनेको छैन अस्ति भालेले भत्काउँछु भनेको हौ त्यही माथि हो क्या बालेले भत्काउँछु भनेको बिल्डिङ हो ल देख्दैन आँखा कति देख्छ कति टाढोसम्म देख्छ देख्दैन चस्मा लगाएपछि अलिकति देख्छ के नाम छ सञ्जु श्रेष्ठ बजाचार्य र एउटै घर होइन श्रेष्ठ यो अलग अलग हो अनि हुन्छ आउनु न आउनु यता आउनु यहाँ कुरो के हो होइन यसो होइन कुरा गर्ने उहाँ चाहिँ श्रीमान नाम के छ तपाईँको चिनाको नामै सुभाष यता कति वर्ष अब हेरौँ के हुन्छ ल सर उहाँलाई हाल्नु पऱ्यो क्या यो एकछिन उहाँलाई जुन कोठा ल्याउने उयो वहीँको हो क्या यहाँ अगाडि उहाँले ल्याउनु ल उयो हटाइदिनु न हेलो हजुर 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 यहाँ भ्युटारमा तपाईँ कहाँबाट यहाँ भ्युटारमा आउँदैछु क्या हजुर हजुर रत्न पार्कको ल आज हो हेर्ने र 3 गते हो 2 गते र 3 गते यही हो अलिअलि छ कहाँबाट हो तपाईँ अब लु हेर्नु यहाँ कतिवटा देखि हजुर ल 3 गते यहाँ कतिवटा छ 3 गते हुन्छ देखियो गर्ने कोसिस गर त आदो हुँदै चले त्यहाँ कतिवटा छ मजाले हेर्नु ल हजुर हजुर के खानु हजुर हजुर अलिक ओर्ल्याउनु हेर्नु त कतिवटा छ अब देखेन कतिवटा छ कन्फ्युज हो
एकछिन बसौँ है साथी एकछिन उयो भन्नु भने तिनीहरूलाई त्यो यो अहिले आँखा देख्नेलाई त्यहाँ एकछिन बस्नु भन्नु ल आइपुग्यो त्यो मान्छे एकछिन बस्दै गर्ने बस्नु न त चियातिर आइपुगिहाल्यो भन्नु आइपुग्यो अनि साथीले आँखा त अलि अझै आफै अलिक हिँड्ने पछि भइहाल्यो। ल्याउनु ल अब कतिवटा छ त्यो डमको रोग हुन्छ नि दमको त दबाई नै खानुपर्छ आशीर्वाद मात्रै हो कसलाई दम छ एकजना दबाई हामीसँग छ हजुरसँग होइन मैले त योलाई घ्याक गरेर ट्याक हान्ने हो कस्तो अब कहाँ छ मान्छे। त्यसले हुन्छ भने होइन ग्यारेन्टी चाहिँ अब हुँदैन त्यो एकचोटि खुवाउनुपर्छ एकचोटि हुँदैन त्यसको लागि हजुर त्यसको लागि सोधेको त्यो कहाँ हो किर्तिपुर नै बस्छ किर्तिपुरमै हुन्छ किर्तिपुर उसलाई चाहिँ खिलाइराख्नु पऱ्यो पर्सि 3 गते दिन ल्याउनु ल पर्यो। लु हेर्नु त ल चारवटा ल अब हेर्नु त भन्नु मजाले हेरेर 3 साल नदेख्नेले देखेर गइसक्यो अब तपाईँले देख्नु पर्यो भगवान्ले सत्य माग्नु पर्यो देख्छ कि अनि यहाँ नजिक देखिन्थ्यो अहिले यतिसम्म अझै हुँदै जान्छ नि त बढ्दै जाने हो क्या 3 साल आँखा नदेख्नेले आँखा देखेर नदेखेर गइसक्यो। के ताल उहाँ परिसम्म त खुल्दैन नि त बिस्तारै खुल्छ क्या आँखा अब आँखा त्यति हेरिरहेको एकछिन। जय शङ्कर भोलेनाथ आँखा खुलाएर लग्थ्यो पुस्नु हल्का अब गाजल लगाएको छ हल्का पुस्नु हल्का मात्रै ल हल्का आँखा चिमा गर्नु अब लु उठाउनु हजुरले लु ल अब हेर्नु त ल कतिवटा देख्नु 5वटा अलिक उता पछाडि गर्नु घटाउनु पर्ने कि ल गर्नु अलिक अझै सोझो बनाउनु त अलिक सिधा हो त्यसरी हो गुड लु हेर्नु त ल ल गर्नु फेरि गर्नु न लजाउने कुरा आउँदैन नि गर्नु न देखेन र कम गर्नु नि सर तलमाथि गरिदिनु कम होइन कम भनेको क्या घटाउनु पनि बस्नु न यतातिर लु हेर्नु त त्यहाँ भिडभाड अलि नगरिदिनु बस्नु भयो बस्नु ल बस्नु त बस्नु गर्नु जतिवटा देख्छ त्यतिवटै भन्नु क्या जतिवटा देखिन्छ त्यतिवटै भन्नु त्यहाँ ल गर्नु गर्नु तिनै हो कन्फ्युज नहो न जति देख्छ त्यति नै भन्ने क्या होइन अब एकैताललाई क्लियर हुँदैन कि बिस्तारै अब टाढो पनि देख्दै जानु पर्यो नि अनि क्लियर हुँदै जान्छ क्या ल ल हेर्नु ल फेरि कतिवटा छ ल कलाम होइन गर्नु नि अब त्यो कन्फर्म गर्नु पर्ने एक कि दुई छ त्यो हेर्नु ट्याक्कै हेर्नु जतिवटा देख्छ त्यति भन्नु दुई छ भने दुई नै भन्ने दुइटै छ त्यही छ जस्तो होइन क्या दुई छ त दुइटा देखियो भन्ने क्या बिस्तारै खुल्दै जान्छ क्या के गर्नु पर्यो नि यहाँ नि त्यहाँबाट उँधो एकपल्ट दबाई लगाएर पुरै तल खुट्टैसम्म हाल्ने पुरा ननिष्ठ दिनेको नसा भित्र भएको छ फेरि नसा सुको भनेर यता माथि लाउन मिल्दैन फेरि यहाँ तलबाट हालेपछि सबै तानिन्छ क्या माथि यो नसाहरू जुन हुन्छ नि तानिँदै जान्छ अनि यो आँखा पनि रोशनी खुल्दै जाने हो अनि परसम्म देखिदियो कुरा बुझ्नुभयो
पानी हालिदिनु क्या हालिदिनु काम अलिकति भइरहेको छ काम राम्रो छैन ए टाउकोमा यता आउनु टाउकोमा यति हालिदियो अनि अहिले काम पैसा पनि फसिरहेको बाबा लगेको मान्छे पैसा किन चैतसम्म नि अब मैले यसरी टाउकोमा यसरी यति हालिदिएपछि नि तालुमा हाल्यो कि फलो हाल्यो कुरा बुझ्नु नि कुरा बुझ्नुभयो कसैको पैसा पनि निकाल्नु हुन्छ दिन्छ अब ल टेन्सन नलिनु भयो हालिदिएको हालिदिनु अब यसमा सबै खाना सबै परिवारलाई खाँदैन है ल उहाँलाई अब उठ्नै नसक्यो नि खै उठ्नु नसक्ने मान्छे कता छ यही उठ्नै सक्दैन अब के भएको ए प्यारालाइज कति भएको तपाईँले सर्ट पठाइ 15 महिना अब यहाँ धेरै हो भएको छ कहाँ गर्नु अपरेसन गरे कि त्यो अपरेसनले गर्दा त्यस्तो भयो के नाम छ नाउटी नाउटी यो बचेको त तपाईँ थाहै दिनु बोल्नु चाहिँ हुन्छ अब यसलाई मालिस ज्वरो गर्नु पऱ्यो कि अब यो अपरेसन गरेछ मालिस डेली गरेपछि खालि अब यसलाई त टाइम त लाग्छ यो कति भयो अरे 15 महिना 15 महिना भयो हजुर 15 महिनापछि टाइम त लाग्छ मालिस एकदम जोडले गर्नु पऱ्यो मालिस ज्वरो गरेपछि यो देब्रे चल्दैन होइन उठाउनु त यो ए आमा उठाउनु खुट्टा चलाउनु कुद्नु के होइन अब चल्छ तान्नु न माथितिर तान्नु यता हलाउनु त माथि उठाउनु माथि अझै माथि यो राम्रो तान्दिउ न लाउने हो यो खुट्टा र यो हात चल्दैन त्यही त त्यही हिँड्नु नचल्ने हजुर त्यही त लु उठाउनु फेरि यो नाम्लो हटाइदेऊ न लाउने हो नाम्लो चाहिँ हटाइदेऊ न अब एकैतालमा त सबै चल्ने होइन त बिस्तारै चल्छ उठाउनु त उठाउनु यता माथि यता तान्नु यता माथि भर्छ यता माथि तान्नु यता ल्याउनु अझै माथि उठाउनु उयो उता यस्तो गरेर उठाउनु न तेर्सो बनाएर ल अब माथि उठाउनु त उठाउनु अझै उठाउनु मालिस गर्नु पऱ्यो कि यसलाई तर कहाँ हो घर भत्के पार्टी कता हो है ए हात कता दुःख एउटा त चलिहाल्छ यो चल्दैन आमा आमा म पठाउँछु कि मानिस जोड्ने गरेपछि एकछिन बस्दिउँ न अलिक अँधेर पनि भयो भिड पनि भयो होइन लानु कल गर्नु नि यसो अलिकति बिमारीलाई बिहानी चल्छ बिहानी अलिकति बिहान छिटो आउनु चल्छ तर मालिस गर्नु पर्यो दुख्छ कि दुखे पनि आयो भने पनि मालिस चाहिँ तन्काएर मजाले गर्ने यो होइन काम दिन्छ भोक्टो बनाएर यता पछाडि हुन्छ नि त्यस्तो पनि गर्नु कहाँ सकिने कुरा बुझ्नुभयो अनि काम भइहाल्छ सकिए छैन कहाँको ए उहाँको होइन ल दबाई त्यहाँबाट लानु पऱ्यो होइन दबाई त्यहाँबाट लानु पऱ्यो भइहाल्छ पत्रकार आउँदैछ क्या एउटा इन्टरभ्यूको लागि खै ऊ आइसक्यो होला कहाँ खै त खै बिरामी खै हामीले त्यो बिरामी कता बसिरहेछ ए उभिरहेको छ अनि बिराएर उसलाई पनि टेस्ट गर्दै गरौँ आँखा ओ यहाँ कतिवटा अम्ला छ हौ लाउरे देखि क्लियर भइहालेछ ल आउँदैछ कि त्यहाँ कहाँ आइपुग्यो त्यो मान्छे यसमा पानी हाल्नु पानी हालिदिनु दिदी मेरो दबाई लगेर नि दबाई गर्नुपर्छ कि भइहाल्यो उसलाई ल फेरि आउँदैन पर्दैन अब दबाई लिएर जाने मालिस गर्ने दबाई सकेपछि पछि काम गर्दै गर्दै सकेपछि फेरि हामीसँग कन्ट्याक्ट गर्ने फेरि दबाई लगाउनु चाहिँ पर्छ है ल लु खै यो 1500 आउनु छिटो
ल ल यता आउनु यता त्यो बिरामीलाई पुलिस त्यो 16 नम्बर है उहाँको लाउनु त्यो तल पाउनुहोस् है सर हो त्यो उहाँको 16 नम्बर आत्या आत्यै करा करै हुनुहुन्छ उहाँ लाउनु 16 नम्बर 16 नम्बर जानुभयो भर्खर हजुर कति हो एकजना 33 दुईजना नगानु हजुर कति हो भयो त कहाँ आइपुग्यो यार कहाँ आइपुग्यो यहाँ त्यसलाई सब बिरामीलाई गर्दै हो 26 ए ल ल सबै थाहा भइसक्यो क्या मलाई ल हामी कहाँबाट आउँदैछौँ एकछिन लानु अब पठाइदिएमा कि 24 घन्टा भाइ नातिन न यार तपाईँ कति नम्बर 26 नम्बर भित्र आएको हो टिकट भित्र आएको हो कसको नानी कति नम्बर नाम के छ 25 नै भित्र ल 24 न अरे शरीरको प्रभावले गर्दाखेरि कम्पनी तपाईँ हाम्रै एउटा चिया हो त चिया राख्नु है राम्रो नराम्रो दुइटै चिज रहेछ शरीरमा क्या घोच्ने पोल्ने दुख्ने है? अहिले पर्ने कालै हाल्छु कहाँ घर चाहिँ कहाँ यता तपाईँलाई देवी शक्ति पनि रहेछ त्यसमा नराम्रो रहेछ त्यही भएर त्यो गर्नु चाहिँ हो सधैँ भ्यू गर्छ भाइ बस्नुहोस् बस्नु न त्यहाँ बस्नु तपाईँ हात्ते हात्ते यार घर नेपाल कतै जाने भ्याइन्छ किन हात्ते नेपालगञ्ज अरे नेपालगञ्ज कहाँ घरै नेपालगञ्ज नेपालगञ्ज के भयो भोलि बन्द छ भोलि बन्दाको छाला फुटाउनुपर्छ भइहाल्छ हेर्दैछ उसले हेर्दैछ अहिले बाटो रहेछ उहाँले सुन्दैछ ल हेर भोलि बन्दालाई उता भन्दा यतै नजिक पर्छ सबै ठिक हुन्छ दबाई लिएर जाने गाडी स्याहार्ने बस्ने हिँड्ने सब नराम्रो बिसात सब भागिहाल्छ ल त्यो लाभा कता गएछ हाम्रो सचिव कता गयो के गर्दैछ त्यति बसिरहेको छ तपाईँ झेल नगर्नु न यार हाम्रो ठाउँ तपाईँ बसिदिनुहोस् त होइन तपाईँले बुझ्नु भएको छ नि तपाईँ लगेर यो मानिस गर्ने चट्ने तपाईँको के गर्नु कुरा बुझ्नुभयो के नाम छ के भन्नु
छठमा थियो मास्लो तल छठमाथि त्यही माथि दोस्रो तल मेरो फोटोको बारे उहाँ पनि मिले बुढाको हिँड्ने शक्ति त भर्दै मान्छेहरू पैसा हाल नमान्ने मान्छे हिम्मत चाहिँ नि सबैले छोडिसके तर म जिउनु छ हाल नभएर पैसा पनि नटेर्ने मान्छे एकदम खतरा मान्छे पैसा उठ्छ के गर्नु अरूबाट त बिरामी बोली मलाई बोलेको छोराछोरी पनि एउटा बोतल लिएर पनि पानी लिएर जानु मान्छे हुन्छ एउटा मिनी बोतल लिएर आउनु नभए एउटा मरेको रहेछ ल नमस्कार छ त छोरी यो कहाँबाट आएको है नेपालगञ्जबाट यो बोल्दैन भन्यो के नाम छ अनि यसलाई अपरेसन गरेको गरेन पहिला अपरेसन गरेको छैन केही छैन यता आएर बेटा आजदेखि पुरै बोल्ने बनाइदिनुपर्छ यो वालालाई कहिले हिँडेको हिजै आमा भन आमा एउटा यही नबोल्ने मान्छे लिएर आएर साफ बोल्ने बनाउनु परेन अब यही एकछिन न यो भन्दैछु ट्राई गरौँ न उसको पनि लिने आँखा नदेख्ने लिने यो नबोल्नेको लिउँ न यसमा पानी मिसाउनु अर्को ल त्यो भरिहाल्नु पुरानो सबैलाई अलराउन्डलाई यति काम पुगिहाल्यो के नाम छ कसको कुरा चलिरहेछ टाउका राम्रो छ लाग्यो यो पानी खिलाउनु न होला यही हो एउटै हो क्या अब लु यता 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 सोध्ने यता सम्पर्क राखेर म यहाँ आएको नेपाल गाउँदेखि आउनु भएको थियो हजुर मैले ल्याउनु भएको के छ भरोसा छ 6 महिना पुरा भरोसा भएर मैले के बोल्छ अब फेरि ढ्याक हालेर कसेर होइन त्यो बिगाएर ढ्याक हालेर चाहिँ खत्तम हुन्छ होइन त्यहाँ बोल्नुपर्छ होइन बाबु होइन हो भन आमा भन आमा अझै आमा गुड बाबा ल
यता अलिक छोडेपछि यहाँ तपाईँको बाहिर छिमेकी पहिल्यै हो यो त यस्तो सानो यतिको बोल्थ्यो क्लियर बोल्थ्यो अहिले अहिले बोल्यो नि यति यसलाई रोकिदिएको रहेछ क्या मान्छेले नि यस्तोमा घाँटीमा आएर यहाँ बसेको रहेछ यहाँ यसो छोएपछि बोलिहाल्छ नि त तर यसलाई के छ नि साह्रो चाहिँ नि यसलाई बोल्न नि यो अपरेसन गरेकोले गर्दा साह्रो बोल्न दिँदैन अपरेसन गरेको हो यो पिलो सिलो केही आएर यस्तो भयो नसामा प्रब्लम पर्छ यसको मेन बोल्नु पहिले भएको हो यो त पछाडि अब यसको यो जुन अहिले जुन नसा छ नि प्रब्लम यहाँ चाहिँ दबाई लगेर एकपल्ट लगेर यसको पुरै यहाँ हाल्ने पुरै यो दुईवटा हातमा पनि हाल्नुपर्छ तर घरतिर नहाल्ने त्यही त मैले हेरिसकेँ यसको यो हात दुईवटा हातमा अनि यहाँ यति गरेपछि यो क्लियर कराउँदा एकचोटि आमा भन अझै सर आमा आमा गुड अनि यसलाई साह्रो पर्छ नि त नसाले गर्दा नि नसा नि यसको नि यो चाहिँ भनेको के छ नराम्रोले यहाँ रोकिदिएको हुन्छ क्या हावाले त्यो हावाले यहाँ रोकेको गर्दाखेरि के गर्नु पर्यो फुलाउनु पर्यो यो फुलिएपछि पुरै बोल्छ अब त्यो दबाई लगेर यसलाई पुरै मालिस गर्छ नि क्लियर बोल्न थाल्छ क्लियर हुन्छ लाग्छ कि लाग्छ 45 दिन त नर्मल लागिहाल्छ तर बोल्न त थालिहाल्छ आउनु जानु सार्नु सबै होइन सबै बोलिहाल्छ यसलाई खालि रोकेको हो नि त यसलाई निल्नै त गाह्रो परिरहेको छ त अब यो बुझिहाल्छ यसको ल अब यो निल्न पनि गाह्रो पर्छ चाहिँ यसको यो जिउैभरि गरिदिनु त्यति टाढोबाट ल्याएको छ निको त हुनु पऱ्यो नि त यार नेपालगञ्जबाट होइन नेपालगञ्ज सानो टाढो हो यो पुरै मालिस गरेपछि ठिक भइहाल्छ के नाम छ के अरे नाम नमस्कार नमस्कार साथी यार धेरै गर्छौँ खालि शनिले पैसा पनि कमाउँछु तपाईँ मात्रै यता ल्याऊ तपाईँ यहाँ टोडी खेलमा आउनु न नेपालगञ्जबाट सहयोग गर्नु नेपालगञ्जबाट हामी नेपालगञ्ज पनि आउँदैछौँ पछि सुर्खेत नेपालगञ्ज धनगढी हामी त्यहाँ सबै घुम्दैछौँ होइन त्यतिखेर फेरि लिएर आउनु त्यहाँ होइन पर्छ यसलाई दबाई चाहिँ लगेर नि एउटै बट्टा लगेर मजाले मालिस गरिदिनु यसलाई दिनमा 3 चोटि 4 चोटि कतिचोटि गरेर खाइन्छ भ्याएन भने बिहान रोलै गरिसक्यो वर्ष 2 बट्टा लगाउने यसलाई 45 दिन पुग्छ ठ्याक्कै यसो काम क्लियर बुझ्यो पास बुझ्यो बाबु आधा खानु त घुट्छ जस्तो लाग्यो घुट्दैन माया मुख है मेरो रोल पनि आइसक्यो त्यो पानी खप्दै गर्दा है सुमन सरको मिसेसलाई पानी खुवाइदियो ठिक भएको सबै पानी हो के पानी सब काम गरिहाल्छ राम्रो त्यो आँखा नदेख्नु लागि आँखा देख्दै 3 वर्षको को आँखा नदेखिको आँखा देख्नु उहाँहरू लु त साथी र उता पर लगेर नि अलिक पर लगेर नि अलिक पर लगेर लु त राम्रो ठाउँमा राखेर अलिक साइडमा लगेर ल अलिक साइडमा लगेर हाम्रो त्यो कता गएछ हौ साथीहरू त्यहाँ यसो त्यहाँ इन्टरभ्यू दिँदा यसो त्यहाँ भन्नु लाउनु पर्थ्यो कता गएछ हौ त्यहाँ खोइ लाफाहरू कता गए बाहिर गएर ल झोरले नमस्कार के छ तपाईँहरू गुरुङ हो कि तामाङ ओ ताराम सर गुरुङ तामाङ अलिकति हेर्दै ल हजुर म बोलाइरहेको म बाहिर गएर आउनु पर्छ छोरे कता बस्छ हाम्रो बाहिर होइन यहाँ भिडभाड नगर बस्ने ठाउँ छैन भाइ बाबु छैन न होइन होइन मेरो 19 लाग्छ है ल बस यता बस यता बस हजुर यता बस बस त्यहाँ बस्नु न बस्ने ठाउँ छैन क्या बुझ्दिनु न यार म त छोड्नै हुन्न तपाईँहरू आइहाल्नुहुन्छ म पठाइहाल्छु त तपाईँकै अब पाला आउनु भन्नुहोस् 16 इन्च 17 चिन्नु भएको छ कि नहाल्दैन तपाईँ भन्नुहोस् पाला आउँछ कति नम्बर तपाईँ 33 बस्नुहोस् यहाँ 19 नम्बर यहाँ लिएर बसिहाल्छु
पठाइहाल्छु पठाउँदै बस्यो पहिले छैन कति कतिजना मैले एउटा चिया दिएँ है त्यो त्यहाँ पठाइदिनु त्यसमा है कति बस्न उता तपाईँ त आएको मान्छे ननिस्किनु अहिले जानु पाएन अहिले यहाँ बाहिर तपाईँको शिवशक्ति बाबालाई उपचार गराइसकेपछि के भन्छ कता गयो माधव सर कति वर्ष गर्नुहुन्छ अहिले आज अहिले त्यही अलिकति नाका नदेख्नेहरूलाई होइन अनि आज बिहान अलिक टाइम लाग्छ क्या अनि अरूलाई त सिक्छु त्यही पनि बेलुका हामीले हेर्छौँ यहाँ त छैन अस्ति उहाँ पर चलाउँदैन भिड भिड हुन्छ 100-200 भोलि त मिटिङ कता कता हुन्छ नि दुई-तीन गतेसम्म नि भन्नुहुन्छ होइन यहाँ बस्नु त 2-3 गते भयो 2 र 3 गते फेरि हेर्नुहुन्छ 2 गते दिनको यहाँ त महिनामा एकचोटि आउनुहुन्छ महिनामा काम गर्नु एकचोटि आउनुहुन्छ त्यो पनि मिलाएर देखि अब उहाँको उतातिर आश्रममा भएको आउनु पर्यो अब आश्रममा जाँदा यहाँ मान्छेलाई टाढो भने हामीले त्यति गरेको अनि अब उहाँ भएपछि पैसा पनि लाग्थेन यहाँ आइसक्यो गाडी लिएर उहाँको पछाडि के त्यो सोसियल मिडियामा त्यो के गरिरहेको काम नभए अब भोलिको दिन कसैलाई ठिक हुन्छ भनेदेखि उहाँले जाने आश्रममा हामीलाई गर्नु सुधार गर्नुभएको अहिले अलिक त्यस्तो क्या 3 to 6 महिनाभित्रको लागि त उहाँले छुट्टी खेलाइदिनु जस्तो हो अनि अलिक पुरानो 2-3 साल भइसकेको बेला त अलिकति तल छ हेर्नु सक्नुहुन्छ होला बिस्तारै यसो गर्नुहोस् न यता यो ठुलो पिलरतिर जानुहोस् यता पछाडितिर यसो
गर्नु नआउने हेर्नु यो हाम्रो बिल्डिङ हो केही फरक पर्दैन बढी बन्दैछ यता यसो पछाडि साइडतिर गएर यसो हेर्नु न भाइ अलिकति ल बाहिर जाने अरे बाहिर जाने अरे अन्त त पालो आइसक्यो एकजना भाइ छ यसो 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 पछाडिपट्टि जानु यसो दाहिनेमा हेर्नु कहाँदेखि आउनुभयो तपाईँ यदि दुःख गरेर निको भइदियो भने त जिन्दगीभर त बाँचुन दिएर त कष्ट भएन नि हजुर बस्ने उहाँको बसेको हेर्ने चाहिँ यहाँ हो तर भोलि दिन चाहिँ उहाँले चाहिँ अरूलाई भेट्नु छ अब भेट्छन् त्यसरी नेताहरूले अस्ति त धेरै भेटिसकेको थियो भैरवलाई भेटाइदियो क्या आशीर्वाद लिन ए पानी खाने यता 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 तपाईँहरू बस्नु ल म यहाँबाट पानी खिलाइदिन्छु ढक 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 के गर्ने ढ्याक घाल्नुपर्ने होइन यता बाहिरै बसेर पनि भइहाल्थ्यो ल भाग्य चाहिँ राम्रो छ कि अब कोहीसँग तपाईँको होइन बाधा छ र मैले यति गरिदिउँछु अब विचार गर्नु ल अब आफै विचार गर्नुहोस् है पूर्वै अरे घर पूर्व त्यहाँतिर अब गाउँले बेसी झन् अब गाउँले त आशीर्वाद पाइहाल्छ बुझ्नु नि अब विचार गर्नुहोस् आफै नि थाहा भइहाल्छ ल होइन भयो भयो एकताल खाएपछि भइहाल्यो उसलाई बोलाएछ त्यो छोरोलाई चाहिँ के छोरोलाई अलिकति नि मजाले मालिस गर्नुपर्ने अब मजाले मालिस गर्नु पऱ्यो क्या अलिकति राम्रो कुरो बुझ्नु नि ल अरू पानी पानी त खुवाइदिएँ मैले तपाईँलाई ल अब यतातिर स्टार्टिङ अब ए हाम्रो खोइ उ त्यो पत्रकार कता भएछ पत्रकारलाई पानी खुवाइदिनु पऱ्यो गुरु उहाँ आशीर्वाद लिएर हाम्रो यहाँकै हजुर ठेकेदार ए भइहाल्छ के नाम छ मेरो नारायणको नाम एमबहादुर भाइ बहादुर लाग्नुहोस् मान्छे त तगडा मान्छे हो अब के गर्ने यार हार कोहीसँग नमान्ने भयो नि काम चाहिँ सोचेको अलिक भनेको जस्तो भने त आउनु टाउको हुट ल बनाइदेऊ काम त ल एकछिन पाउन अलिकति यस्तो दुःख दिन्छ क्या देउता छ नि त यसलाई के चाहिँ गर्दाखेरि आफ्नो घरको कुलदेउतालाई राम्रो सम्झेर जाने सबै राम्रो हुन्छ अब यहाँ त अहिले कमाउनु पर्यो भने गाह्रो हुन्छ कि सबै मान्छे धेरै चाहिँ टाइम लाग्छ कि कुनै बेला खाली भएको बेला म गरिदिइहाल्छु के गर्नुपर्छ के गर्नु पर्दैन मैले आएर त ढ्याक हान्नु सक्छु खुलाएर लानुपर्छ नि त यो त पुरै देउतालाई खुलाएर लानुपर्छ यता म त्यस्तो केही जान्दिनँ सर अब होइन त्यो म छँदैछु तपाईँ कोहीसँग हार नमान्ने मान्छे तगडा मान्छे खाली मात्रै सोचेको कामहरूमा बाधा भइरहेछ त्यसै कारणले टाउकोमा ढ्याक हाने नि विचार गरेर जाने ल अब यसलाई चाहिँ मैले के गरेर रोक्न चाहिँ सक्नु पऱ्यो क्या रोक्ने होइन खुलाएर लाने हो क्या अटोमेटिक के गर्नु कसरी लैजाउँ भइहाल्छ अब टेन्सन नलिनु कुरो बुझ्नु नि आफै भइहाल्छ टेन्सन नलिनु ल
अब यता लाग्यो अब लु फेरि अब के गर्ने सबैतिर भ्याउने पऱ्यो है कहाँ हो यसो गरिदिनु न कहिलेदेखि कहाँबाट नाम के छ नाम रेशम थापा बाबा हेलो के अरे हुन्छ होइन 2 गतेतिर या 3 गतेतिर चाहिँ मजाले टाइम ल है होइन उहाँले देखिसक्नु भयो घरकै ऊ भएको ल त्यही त नि सुनि ल कहाँबाट तपाईँ भनेको अहिले भिड छ कि अहिले एकछिन 1 घन्टा पछाडि कल गर्नु नि ल ल ल ल ल ल यस्तो तर मोडालिस छ